साथीहरू, अहिले म दल्लेक धामनिर पुगिसकेँ। मैखोलीबाट 15-20 मिनट अहिले म दल्लेक धामनिर पुगिसकेँ। अब म खाना खाएर अनि एकछिन चाहिँ देख्न सक्नुहुन्छ। अनि नास्तामा चाउमिन रहेछ, अनि खानामा भात रहेछ, अनि भात खान्छु। भात खाएर जान्छु। कस्तो बनाउनुहुन्छ कसरी देखाउँछु। ओके, मेरो खाना पनि पुगिसक्यो। अब म खाना खान्छु। ओके, अब म यहाँ दल्लेक धामतिर पुगिसकेँ। यहाँको रहेको फुलबारी तिनीहरू देखाउँछु हजुरलाई कस्तो लाग्छ। देख्न सक्नुहुन्छ। लेकमा पाइने जडीबुटीहरू पनि लगाएका छन्। त्यहाँ तपाईँको भाषामा के भन्छन् त्यो कमेन्ट गर्नु होला। अनि यो पनि छ फिसल्लो भन्छन्, के भन्छन् यसलाई। फुल पनि छ, राम्रो छ। दल्लेक धार हेर्न सक्नुहुन्छ। लेकमा पाइने चिजहरू लगाएका छन्। अनि यहाँ पनि छ। अनि यहाँ फुल पनि लेकमा भएका फुलहरू राम्रा राम्रा फुलहरू लगाएका छन्। देख्न सक्नुहुन्छ। साथीहरू, अब दल्लेक धारतिर पुगिसक्यो। अब यहाँको दृश्य पनि हेरिसक्यो। यहाँ टिमुर पनि छ, यहाँ धुपीसल्लो विभिन्न कुराहरू पनि छ, हेर्न सक्नुहुन्छ। क्रिकेट जस्तो फल भन्छन् यसको पनि छ, त्यहाँ देख्न सक्नुहुन्छ। यसलाई के भन्छन् हजुरले कमेन्ट गर्नु होला। म कमेन्टमा भनिदिन्छु यस फलको नाम। मेरो घर पनि छ, मेरो घर गएपछि म देखाउनेछु यो फलको नाम के होला र हजुरले कमेन्ट गर्नु होला। अनि अब म यहाँबाट ओह्रालो जानुपर्छ। अनि एकछिन ओह्रालो गइसकेपछि पछि अझ उकालो लाग्छ। देख्न सक्नुहुन्छ यहाँ फुलबारी छ। 360 डिग्रीको भ्यू देखाउनेछु दल्लेक धारको, हेर्न सक्नुहुन्छ। अनि यहाँबाट म जानुपर्ने भनेको माग्यो। सो साथीहरू, अहिले चाहिँ म जामिरको माथितिर पुगिसकेको छु। अनि माथिबाट आउँदै यहाँ धेरै बाटोमा पहिरो गएको थियो। अनि यहाँ देख्न सक्नुहुन्छ जामिर। यो माथि पनि गाउँ छ, यहाँ भन्छन् जामिर। यो जामिरको पुल बनेको छ। पहिले यहाँ ठुलो बाढी आएर यहाँ पुरै बगाएको थियो के। यो जलविद्युत आयोजना हो, जलविद्युत यहाँबाट सञ्चालन थियो। आजभोलि त पुरै बगाएर कामै नहुने गरेको छ। आजभोलि निर्माण गरेको छन् के हो मलाई थाहा भएन। म तल गएर हजुर सामु देखाउने छु। हस् त। सो साथीहरू, अहिले म यो जामिरीको पुलनिर पुगिसकेको छु। पहिले त्यहाँ विद्युत सञ्चालन हुन्थ्यो, अहिले त्यो बाढी चाहिँ पुरै बगाएर यहाँ देख्न सक्नुहुन्छ। पुरै बगाएर कामै नलाग्ने गरेको विद्युत आजभोलि तल रहेको विद्युतबाट सञ्चालन गरिन्छ। अनि यहाँ देख्नुहुन्छ आजको पनि गाड चुलाएको छ। अनि म पुलमाथि जाँदैछु। साथीहरू, पहिले विद्युत घर थियो,
आज भोलि पुरा बगाएर खलास भएको छ। सो अब म जामिरमा पुग्न आँटेको छु। यहाँ जामिरमा त पिच रोड भएको छ, यहाँ देख्न सक्नुहुन्छ। जामिर भनेको यहाँ हो साथीहरू। अनि म पनि बढी गाडीसम्म भेट्टाउँदा पछि थ्याङ्क यू। सो साथीहरू अहिले म बरिघाट पुगिसकेँ। अब म यताबाट रोड छोडेर माथि जानुपर्ने हुन्छ अनि माथि गएर देखाउँछु हजुरलाई। बरिघाट भनेको यहाँ हो, देख्न सक्नुहुन्छ यहाँ गाड छ। सो साथीहरू अहिले चाहिँ म बरिघाटको यो पुल नजिक पुगिसकेको छु। अब म चाहिँ यहाँबाट हुँदै माथि जान्छु। सो साथीहरू अहिले म यहाँ डाँडानिर पुगिसकेँ। डाँडा भन्छन्, डाँडाको तली 1-2 घन्टा हिँड्नु पर्दा यहाँबाट डाँडा मैले यता यसलाई हाम्रो भाषामा बेडी भन्छन्, हजुरको भाषामा के भन्छन् कमेन्ट गर्नु होला। राम्रो त राम्रो छ, त्यति राम्रो छ। यसलाई कसैले ठिक मान्छन्, कसैले ठिक मान्दैनन्, तर म भने ठिक मान्दैन। धेरैले खान्छन् यो, एउटा मात्र खाएको। ल म डाँडामा अब डाँडाको तलतिर भेट्नेछु। सो साथीहरू अहिले चाहिँ म सिफ्टीको ठिक्क यतापट्टि छु। म उता सिफ्टी छ, यहाँतिर सिफ्टी छ, सिफ्टी देख्न सक्नुहुन्छ। यहाँ चाहिँ डाँडा हो, डाँडा यहाँ पुग्नु छ अझै। मैले जानुपर्ने भनेको उता माथितिर यहाँ पुग्नुपर्छ। यताबाट पनि 1-1.5 घन्टा उता जानुपर्छ। अनि यहाँ सिफ्टी हो, अनि यहाँ गाड छ तल, बरिघाटको तल रोड छ। अनि माथि जानुपर्छ, माथि टावर चाहिँ देखिन्छ कि देखिँदैन, देखियो हल्का, यो टावर हो नमस्तेको मात्र। एनसेलको टावर यहाँ छ, दुइटै छ। नेट त राम्रो चल्छ, यहाँको भ्यू राम्रो छ। आज जस्तै हाउलो लागेको जस्तो भएर क्यामेरा पनि राम्रो आइरहेको छैन, यहाँतिर देख्न सक्नुहुन्छ। अब म चाहिँ जान्छु, म चाहिँ 1 मिनट बसिसकेँ, 1-2 मिनट बसिसकेँ। अब म जान्छु, धेरै थाकिसकेको छु, त्यही पनि केही हार मान्नु हुँदैन। घरमा पुग्नु पर्यो, घर पहिले पुग्नु पर्यो अनि बस्नु पर्यो। एकछिन म जान्छु, माथिबाट केही सामान किनेर लग्छु। मैले सामान त लगेको छु, बिस्कुट लगेको छु अनि त्यो जुस लगेको छु। घर गएर देखाउनेछु हजुरलाई। मेरोमा पावर कम छ, कति छ अहिले भन्दाखेरिमा 16% पावर छ। अनि घर गएर पावर लगाउनु पर्ने हो। आज धेरै थाकियो, धेरै हिँडियो, लगभग 28,000 स्टेप्स हिँडिएको होला मेरो मोबाइलमा। पछि देखाउने छु हजुरलाई कति स्टेप्स हिँडेँ भनेर, हजुरलाई देखाउनेछु र म घर गएर देखाउने छु। अनि म माथिनिर गएर
सिटीको राम्रो भ्यू देखाउने छु। अनि त्यसपछि म घरै गएर देखाउने छु। पावर पनि सिद्धिन लाग्यो। हुन्छ अहिले म जान्छु, बाई। गाइज अब म वनमा हुने एसेलु देखाउँछु। मेरो यसमा पनि लगाएको छु एसेलु देखाउँछु है। आजभोलि हुन्छ, यो महिना हुन्छ, धेरै छ। यसको पुरै काँडै हुन्छ, काँडै हुन्छ। मेरो मोबाइलमा 2% पुगेको छ, त्यही पनि मैले हजुरलाई देखाउन भिडियो बनाइरहेको छु। देख्न सक्नुहुन्छ तलनिर पुरादेखि माथिदेखि तलसम्म पुरै यो यो यस्तो जङ्गलबाट जानुपर्छ। धेरै मिठो, यो चाहिँ धेरै मिठो हुन्छ। देख्न सक्नुहुन्छ धेरै छ, तर यसको काँडा हुन धेरैले खाँदैन। काँडा हुन्छ अनि काँडा मिल्छ, खानु पनि। यो छोपिन्छ, छोपिएको मात्र खान्छ हामीले। यहाँ पनि छ, धेरै छ। यहाँ देख्न सक्नुहुन्छ धेरै छ। वर्षाको पानीले उयोको रहेछ। अनि मेरोमा त अहिले 1% पुग्यो होला। एसेलु भन्छन् हाम्रो। तपाईँ प्रश्न के भन्छ कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो भने भिडियोलाई लाइक, कमेन्ट, सब्सक्राइब गर्दै आजको भिडियो यही समाप्त हुन्छ। हस् त, बाई। सो साथीहरू, अहिले म चाहिँ यहाँ घर नजिक त्यसैले उता हुनुहुन्छ आमा हुन्छ यहाँनिर पुग्यो घरतिर। ओके, बाई।